नमस्ते वेलकम टु युट्युब च्यानल। फेरि पनि आइसकेको छु अमृत ब्लग हजुरहरूको माझमा। आज पानी बनाउन जाँदैछु। भइसक्यो डेन्जरै छ है, बुझ्नु न। अब यस्तो देखाएपछि त यतिको भएपछि त तपाईँ पनि केही अबुझ हुनुहुन्छ र। रात पर्नु लागिसकेको छ। मेरो के हो कि भयो क्वालिटी त बुढो देखाउँछ मान्छेलाई। त्यहाँ हाई लेभल पुगेछ कि त्यही छैन, बनाउनु जानु पर्यो। सो अलराइट गाइज, म चाहिँ मूलमा पुगिसकेँ। अनि यहाँ चाहिँ साइडमा धेरै कस्तो अर्कै भइरहेको थियो। बोल्नु नि कमै बोलेँ म। यहाँ चाहिँ भोइस ओभर गर्नु पर्यो। अलराइट, यहाँ चाहिँ तलतिरको टङ्कीमा चाहिँ पानी हाम्रो टङ्कीको माथिबाट जुन मूलको जो म अलि त्यहाँ देखिरहेको छु नि, त्यो ठाउँमा चाहिँ फेरि तलतिर चाहिँ पानी गएको रहेछ। मुनतिरको मूलको पानी सुकेको रहेछ। अनि हाम्रो मूलको पानी चाहिँ लगभग धेरै चाहिँ चोरेका आइछन्। अनि त्यही भएर मैले चाहिँ त्यसलाई बनाउँदैछु। यता माटो खन्न जान्छु। अब माटो खन्ने गरेर हाल्छु। त्यहाँ माटो खन्न लाग्छु। यस्तै छ कि मूलको ठुलो टङ्की बनाएछन्। अनि पानी धेरै खप्ला भइरहेछ कि यो ठाउँबाट। त्यही भएर ठिक गर्ने कोसिस गर्छु। ठिकै गर्न सकिन्न यार। ठिक त गरे लास्ट टाइममा त बस 8 मिनेट 52 सेकेन्ड तक चाहिँ मूललाई ठिक गराएर बसेर नि। अनि त्यसपछि त्यही हो गाइज अरू। अनि अब त्यहाँ मूल ठिक गराउनु लाग्यो। पारा तातिरहेछ गाइज मेरो। फेरि यता हेरेछु उता हेरेछु, खालि च्याउ तिनी भोइस एडिटिङ गर्न नि टाइम लाग्ने। त्यही भएर डाइरेक्ट भोइस ओभर गरिदिएको। लगभग त्यहाँ पानी बनाएर भइसक्यो। त्यही भएर त्यहाँ ढुङ्गा बिसाउँदैछु। कुन ढुङ्गा बिसाएर कुनले च्याप्छ भनेर। हल्का त्यहाँ फरक छ। त्यहाँ त्यत्रो ढुङ्गा उचाल्दै हाल्दै गर्नुपर्ने। हेर्नु न कति मिहिनेत छ यसमा। त्यहाँ गरेर सो अलराइट। अब चाहिँ त्यहाँ बनाउँदैछु बस। आएर माथिको कपडा देख्नुभयो होला, त्यो अर्को थियो। अर्को लाछ भन्नु होला। त्यो हल्का देख्नलाई बाक्लै खालको थियो। के भयो हल्का भिज्यो के, बाहुला हड्डी भिज्यो त टङ्कीभित्र हाल्दाखेरि। त्यही भएर आएर फेरि त्यही हो। आजको लागि जो भिडियोको लागि यति नै। फेरि अर्को भिडियोमा भेटुन्छौँ। त्यति भन्दै बिदा हुन चाहन्छु। हस्त।